आटा माडेर ल्याउनु है। रोटी फुल्का रोटी बनाउने विचार, पुरी बनाउने विचार, आजको स्पेशल चाहिँ थरी थरी बनाउने विचार छ। त्यसै कारणले हामी आटा माडेर रेडी गर्दैछौँ। आज हाम्रो घरेसी भ्लग यो तरिकाको बन्दैछ है साथीहरु। यता चाहिँ छोरो हेलो गाइस, यो चाहिँ मेरो बाको बेरी हो। घरको तरिका चाहिँ हाम्रो सानो छ है, कोठा ल हेर्नुस् जसो तसो दुःख गुजारा गर्ने बाटो हो। ल यस्तो तरिकाले बसेर हामी ल हेर्नु सामानहरु यहाँ कोठा भित्र नै छ सबै सामानहरु पनि। आटा चाहिँ माड्नु पर्छ मजाले, टाइम लाग्छ गाइज। पुरी चाहिँ यो तरिकाले बेल्नु है साथीहरु। ल घरेसी खाना सिम्पल तरिकाले पुरीको लागि रेडी भयो। यता पुरी स्टार्ट भइसक्यो साथीहरु। पुरी पनि यहाँनिर पाकिसक्दैछ है। पुरी बन्ने गाइस अब सुक्खा रोटी बनाउन गइरहेको छ है। म चाहिँ अझ स्पेशल फुल्का, स्पेशल फुल्का आजको रेसिपी चाहिँ फुल्काको पोर्कको। मेरो रेसिपी चाहिँ आज यस प्रकारको रह्यो। सबैले साथ सपोर्ट गर्नु होला है। हेर्नु होला। ओके, अब म पोर्क म्यारिनेट गर्न गइरहेको छु। अब यहाँनिर शुद्ध अदुवा लसुनको पेस्ट, यो चाहिँ अर्ग्यानिक अदुवा लसुन पेस्ट पिनिरहेको। यसमा आयो घरैमा बनाएको गरम मसला अलिकता, टिमुरको घरैमा पिनेको टिमुरको छोप अलिकता, धेरै लाउनु कडा हुन्छ फेरि। यसमा गयो तपाईको तोरीको तेल आफ्नो हिसाबले हाल्न सक्नुहुन्छ। अब यसलाई म म्यारिनेट गर्न गइरहेको छु है। त यसमा एड गर्न गइरहेको छु मैले थोरै फुड कलर, थोरै यहाँ रेड मिर्च पाउडर, यहाँ चाहिँ खुर्सानी धुलो थोरै, जीरा धुलो,
अब मासु पनि रेडी हाम्रो। ल हेर्नलाई अब पोर्कको लागि चाहिँ यहाँनिर मैले यति सामान रेडी गरेर राखेको छु। यो हो जिन्जर गार्लिक, रेड चिल्ली, धनिया, म चाहिँ क्याप्सिकम, टमाटर युज गर्न गइरहेको छु। प्याज छ, थोरै नै युज गर्छु किनकि यता पोर्कबाट नि छोडेको हुन्छ। पोर्क त्यसै कारण यहाँनिर मैले म्यारिनेट गरेर राखेको पोर्क यहाँनिर छ। त्यसपछि बाँकी भनेको यहाँनिर मसलाहरू, सस रेड चिल्ली सस एउटा मैले युज गरेको छु, बाँकी नर्मल हो। अब हेर्नुहुन्छ यतिबाट मैले अब बनाउन स्टार्ट गर्न लागेको है। अब म अब यहाँनिर बनाउनलाई रेडी भएको छु। ल ओके, पोर्क चाहिँ अब लगभग भइसकेको छ मेरो है साथीहरु। यो चाहिँ जिन्जर गार्लिक, यसमा एड गरेँ मैले प्याज, यसमा एड गरेँ मैले क्याप्सिकम, यसमा टमाटर एड गरेको छु। टमाटर पनि एड गरिसक्यो। यसमा खोर्सानी पनि एड गरिसक्यो है साथीहरु। रेड चिल्लीहरु हेर्नुस्। यसमा आयो थोरै तिमुरको छोप, यसमा तिमुरको पाउडर पिसेर राखेको छु डब्बामा, त्यस एड गरेको छु। नुन राखेँ, यसमा थोरै रेड चिल्ली एड गरेको छु। यसमा रेड चिल्ली एड गरेँ, यसमा थोरै सोया सस एड गरेँ। अनि यसरी मिक्स राख्नु। अनि यो पोर्कलाई मैले यसैमा एड गरेँ। स्पेशल चिल्ली पोर्क रेडी हुन लाग्यो है। अब 2 मिनेट पछि रेडी। माथिबाट अझ थोरै धनिया लगाइदिएको छु। ओके गाइज, फाइनली रेडी भइसक्यो। अब म यसमा सिप गर्न लागेको छु है। ल है साथीहरु, ल अब हामी चाहिँ नि खानालाई रेडी भएर खाना बसेको। आजको स्पेशल यो तरिकाले बनाइएको छौं हामीले। पुरी स्पेशल खानाहरू यो तरिकाले बनाएर बच्चाहरू खाना बसेको छन्। खानामा टेस्ट मिठो छ।
ल लास्ट हाम्रो आज यो तरिकारी बनाएर खाइयो है त। बाइ बाइ।